केटाहरूले गर्दाखेरि नै म बेस क्याम्पसम्म जान सकेँ है। बेस क्याम्प पुगेपछि एकछिन बसेको सास फेर्न गाह्रो भयो। 30-40% मान्छेहरू बेस क्याम्प अथवा अलिकति माथि पुगेर पनि फर्किनेहरू मान्छेहरू मैले भेटेँ है। वर्ल्डको हाइएस्ट लेक ताल हो नि त, त्यही हिसाबले चाहिँ अलिक फेमस भएको हो नि त खासमा भन्नुपर्दाखेरि। वे कत्रो रहेछ नि त यार। अहिले चाहिँ हामी ग्रिन लेक जाँदैछौँ है। थिएन त अघि यही बाटो त हो नि, यही बाटो होइन उयो हो क्या, उयो बाटै हराइदियो यार, त्यो बाटो होइन यार। ओहो ल केटा हो, टक्क पार्किङ 2 दिनको 200, एउटाको बाइकको, तिनवटा बाइकको 600। अब चाहिँ हामी जाँदैछौँ टक्क पारामा। गाह्रो छ खारसाङबाट चाहिँ अब हामी फर्किँदैछौँ गाइज है। अनि आज चाहिँ हामी भन्नुपर्दाखेरि म चाहिँ होइन विजेश भाइ, अनिस अनि हिमाल भाइ चाहिँ माथि पुगेर आयो। मलाई चाहिँ अलिक अल्टिट्युडको कारणले गर्दाखेरि म जान सकिनँ, त्यस कारणले चाहिँ म चाहिँ तलै आएर बसेँ है। केटाहरू बिहान माथि गयो, म चाहिँ तल आएँ। अनि तल आएर बसेँ मजाले रेस्ट गरेर। अनि केटाहरू आइपुग्यो, अहिले चियासा खाइयो। अनि हामी चाहिँ लाग्दैछौँ, कता बास पसिन्छ थाहा छैन है। आज हाम्रो खास प्लान भन्दाखेरि चाहिँ यता बेसी सहर जाने प्लान थियो। अनि त्यही हो, बेसी सहर नपुगेला जस्तो छ। त्यो भिरको बाटैबाट जानुपर्छ यार। म चाहिँ खास अब ट्रेकिङ जाँदिनँ, माथि जाँदिनँ भनेर तलै बस्छु, केटाहरू माथि जाउँ भनेर त्यही हिसाबले आएको थिएँ। तर केटाहरूले यसो अब हुन्छ नि मोटिभ गरेर यसो केटाहरूले ल दाइ जानुपर्छ, जसरी भयो यहाँ आएपछि माथि कहाँसम्म हुन्छ त्यहाँसम्म चाहिँ जानुपर्छ भनेर चाहिँ अनि वहाँसम्म पुग्न चाहिँ बेस क्याम्प पुगेपछि एकछिन बसेको सास फेर्न गाह्रो भयो। यस्तो टाउको दुख्ने होइन, अनि रिङ्गटा लाग्ने यस्तो फिल भयो। अनि त्यसपछि मैले सोचिसकेँ म योभन्दा माथि जाने रिस्क चाहिँ लिन्न भनेर। अनि त्यही हो, मान्छे 100मा मान्छे होइन 30-40% मान्छेहरू बेस क्याम्प अथवा अलिकति माथि पुगेर पनि फर्किनेहरू मान्छेहरू मैले भेटेँ है। खास अब मान्छेहरू खैरेहरू चाहिँ ट्रेकिङ आउँदाखेरि बिस्तारै त्यो अल्टिट्युडको मिलाएर आउँछ क्या, तलदेखि नै ट्रेकिङ गर्दै बेसी सहर अनि चामे धारापानी यता कता बस्दै बिस्तारी आउँदो रहेछन् है। अब हामी चाहिँ सिधै एकैचोटि माथि जाने गरी आउँछौँ क्या हामीहरू चाहिँ प्रायः खासमा भन्नुपर्दा। तर त्यो चाहिँ एकदम गलत रहेछ क्या, त्यसरी आउनु नहुने रहेछ। एकैचोटि माथि गयो भने त मान्छे ढल्ने रहेछ क्या। भन्नुपर्दाखेरि अब मान्छेहरू 81 आयो भने त अब एकैचोटि अब अल्टिट्युडमा मान्छेहरूले त्यो मान्छेहरूलाई अक्सिजन 81 कम हुन्छ नि त, त्यस कारणले गाह्रो हुने हो है खासमा भन्नुपर्दा। त्यही हो, अब जे जसो भयो रमाइलो भयो हाम्रो मनाङको ट्रिप। अब म माथि जान नपाए पनि केटाहरू पुगेर आएँ। केटाहरूले गर्दाखेरि नै म बेस क्याम्पसम्म जान सकेँ है। त्यो नै मेरो लागि ठुलो कुरा हो। अब धुलो खाँदै आउनुपर्ने हुन्छ है। केटाहरू अगाडि लागिसक्यो, म चाहिँ अब बिस्तारी त्यही त हो नि पछाडि। तर म्याक्सिमम् बेसी सहरैदेखि आउनेहरू चाहिँ प्रायः खैरेहरू नै रहेछ। नेपालीहरू ठ्याक्कै माथि यस्तो खाङसारसम्म आउने अनि त्यहाँबाट ट्रेक जाने, त्यो चाहिँ एकदम गलत रहेछ क्या। अब कहाँ हामी हुन्छौँ, कहाँ बस्छौँ, बास बस्छौँ ठेगान छैन, जहाँ रात पऱ्यो त्यहीँ बस्ने भनेर हामी निस्केको खासमा है। अब माथि बस्ने गाह्रो फिल हुने क्या, सर्भाइभ गर्ने गाह्रो। त्यही भएर जति सक्छ तल नै बस्ने भनेर हामीले प्लान गरेर निस्केको हो। बोल्दै जाँदा केटाहरू अगाडि पुगिसक्छन् क्या। अब मुस्ताङ जाँदाखेरि है पुरै जता हेऱ्यो नि हिमाल देख्ने टाइपको हुन्छ, तर यहाँ खासै त्यस्तो नदेखिने रहेछ क्या। अहिले मुस्ताङको बाटो पनि अप्पै बनाएको छ अरे। अनि यो बाटो पनि अब लगभग चाँडो नै ढलान हुन्छ जस्तो छ यसो हेर्दाखेरि। तर त्यहाँ गएर हामी बसेको दिदीले चाहिँ के भन्दै हुनुहुन्थ्यो भने 3 वर्षदेखि बनाउनु लाग्यो, अहिलेसम्म बनाएको छैन भन्ने कुरो गर्दै हुनुहुन्थ्यो है। अस्ति बाइकले धक्का दिएको थियो मलाई क्लच रेटले गर्दाखेरि, त्यो चाहिँ मेरो बिग मिस्टेक थियो क्या। फेर्छु भन्दा मैले फेर्न बिर्स्यायो क्या त्यो चाहिँ खासमा भन्नुपर्दाखेरि है। अनि चामेसम्म सबै ठिक थियो, चामेबाट अलिकति माथि आएपछि पिकअपै आउनु छोड्यो क्या। अब के भन्छ अलि अल्टिट्युडले नताने हो कि जस्तो फिल भएर अनि मैले बिस्तारी जबरजस्ती टाइपले अलि बिस्तारी तर बिस्तारी माथिसम्म आएको थिएँ।
अनि तर यो ढुकुर पोखरी है के भन्ने ठाउँमा आएपछि त पुरै पिकअपै ठ्याम्मै छ क्या, पिकअपै छैन क्या। अनि त्यस कारणले त्यही भएर चाहिँ क्लचपेट गएको जस्तो फिल भयो। अनि त्यसको लागि उहाँ चामेदेखि मिस्त्री बोलाउनु पर्ने भयो है। त्यहाँबाट म यता 2 घन्टा माथि आएर बनाउँदाखेरि त के भयो होला हालत होइन, कस्ट के कति लाग्यो होला त्यो चाहिँ म भन्दिनँ, त्यो त सबैले गेस गर्न सक्नुहुन्छ है। केटाहरूलाई तिलिचो गएको तिलिचो माथि पुगेको त्यति वर्थ इट लागेन भनेर चाहिँ भन्दै थियो क्या केटाहरूले, हिमाल भाइले पनि अनि विशेष भाइले पनि के एक हिसाबले यहाँ चाहिँ मान्छेहरू अब त्यो के हुन्छ भने हाइएस्ट लेक ताल भयो नि त, त्यही हिसाबले चाहिँ अहिले फेमस भएको हो नि त खासमा भन्नुपर्दाखेरि। ट्रेकिङहरूले गर्दाखेरि अनि हाइएस्ट लेकले गर्दाखेरि त्यो हो नि त खासमा भन्नुपर्दाखेरि होइन। अनि विशेष भाइ चाहिँ घोडामा चढेर गएछ आधी बाटो, भाइको स्टामिना चाहिँ दामी छ, बगाल छ जस्तो लागेको थियो। तर भाइ घोडा चढेर गयो भने त मलाई हाँस उठ्यो क्या, पुरै थकित भयो अरे। भाइहरू खास हिजै जानु लागेको थियो क्या खासमा भन्नुपर्दाखेरि। हिजै हामी खाङसारबाट यस्तै 7-7:30 बजेतिर त्यस्तै हिँडेको थियौँ। अनि माथि बेस क्याम्प पुग्दाखेरि 12:30 कि 1 त्यस्तै कति भएको थियो एक्ज्याक्ट मलाई थाहा भएन है। अनि त्यति भएको थियो। अनि एकछिन त्यहाँ रेस्ट गऱ्यौँ। अनि केटाहरू चाहिँ सक्यो भने हिजै जाने, माथि जाने 1:30 बजीतिर माथि नै चढ्ने भन्ने सोच थियो केटाहरूको है। अनि केटाहरू आधी बाटोसम्म पनि अलि उकालोसम्म पनि गयो। अनि त्यहाँ मान्छेहरूले फर्किने मान्छेहरूले चाहिँ अहिले नजाऊ बेलुका रिस्क हुन्छ, हावाहरू बेसी लाग्छ यताउता भन्नुभएको रहेछ। अनि त्यस कारणले गर्दाखेरि चाहिँ केटाहरू फर्केर आएछन् क्या। म चाहिँ कोठामै बसिरहेको थिएँ, सुत्न खोजिरहेको थिएँ। मलाई यो अल्टिट्युडको कारणले गर्दाखेरि सुत्न पनि सकेको थिएन। अनि त्यो रुम पनि भर्खर बनाएको रहेछ जे होस्। त्यो रुममा चाहिँ अलि त्यो झन् कलर क्या, त्यो कलरको स्मेल आएर यस्तो भित्रैबाट उकुस भयो क्या। अनि त्यसपछि म रुमबाट बाहिर निस्केँ। अनि त्यसपछि त्यहाँको त्यो वेदरसँग घुलमिल हुनलाई त्यहीँ वरिपरि बजारमा मैले 8-10 चक्कर हानेँ क्या। त्यो गर्दा यति गर्दाखेरि अलिक बिस्तारै गर्दाखेरि चाहिँ अलिक ठिक भएको जस्तो फिल हुने। अनि फेरि अलिकति हाम्रो रुम चाहिँ कस्तो थियो भने मेन बाटोबाट अलिकति 10 भर्याङ जति तल झर्नुपर्ने थियो क्या। अलिक खाल्टो टाइममा पनि थियो क्या रुम। एउटा रुममा गएर माथि आउँदा स्याहार र फ्याँ भएर मुटु फुट्ला जस्तो गरेर सास फुल्ने क्या। त्यस कारणले म रिस्क लिन्न है भनेर म गइनँ। यही हो केटा हो तिलिचोको कहानी अहिलेसम्मको। अब बाटोमा के हुन्छ त्यही अनुसार बताउँदै जानेछु, देखाउँदै जानेछु तपाईँहरूलाई। हामी चाहिँ केटा हो एकछिन यता गएर आउँछौँ है। त्यहाँनिर एउटा के ताल जस्तो रहेछ, ठ्याक्कै चाहिँ थाहा भएन के हो भनेर। मान्छेहरू पनि रहेछ रहन चाहिँ टक्कै। त्यहाँ यहाँनिर भएको त्यो ताल के को ताल हो? के हो, कुन ताल हो त्यो? गङ्गापूर्ण? ए कताबाट? यताबाट हो? ए गङ्गापूर्ण लेक रहेछ नि त। 2080-81 के भन्ने के होला भनेको अब थाहा छैन नि त। त्यहाँ बोर्ड पनि रहेछ। अनि त्यहाँ दिदीले पनि भनिदिइहाल्नु भयो ट्याक्क पारामा। आएको बेलामा ल्याम्मै घुम्दै हाल्यो क्या, छिर्दै हाल्यो। ओए कत्रो रहेछ नि त यार। हिजो अस्ति आउँदा त हामीले देखेनौँ यार खासमा भन्नुपर्दा यो अरे लु ल गङ्गापूर्ण ताल कुन हिमाल होला त्यसकै ठक्क जमाएको रहेछ जे होस्। यसो हेर्दाखेरि यताबाट बाँधहरू बाँधेर रहेछ त्यही हो। ल अब हामी एकछिन बस्छौँ अनि फेरि फर्किन्छौँ है त हामी गाइज। हामी चाहिँ अहिले गङ्गापूर्ण लेकबाट चाहिँ फर्किसकेका छौँ है। त्यही एउटा लेक मात्र रहेछ, लेक रहेछ। अनि त्यही हो, अरू त खासै केही रहन्छ। अहिले ठुलो ताल जस्तो रहेछ। मान्छेहरू आउने क्रम जारी छ जे होस्। मोनाङमा तिलिचो लेकमा आन्तरिक तथा बाह्य पर्यटकहरूको नि घुइँचो लागिरहेछ। सही हो यस्तो हुनुपर्छ। तर तलैदेखि ट्रेकिङ आउने चाहिँ खैरेहरू नै हो है। नेपाली हुँदैन खासमा। नेपालीलाई खासै हिँड्न इन्ट्रेस्ट हुँदैन जस्तै म होइन। आइया हौ गाह्रो छ नि केटा हो। ट्रेकिङ भनेर मात्र के गर्नु हौ, कति गाह्रो छ। यस्तो धुलो, केही बाटो नदेखेर धुलो उडेर आउँछ यार गाडीले। केही देख्दैन धुलोले। यो त केही होइन, अघि त गाडीले त ल्याम्मै बाटै छेकिदिरहेको थियो क्या। होइन म त यही हो।
उनीहरू त तिनीहरू त्यही गइरहेछ अर्को बाटै छैन नि मुला यही हो भने अहिले चाहिँ हामी ग्रिन लेक जाँदैछौँ है टक्क बाह्रमा त्यो पुल सुल पनि तरेर आयो मजा आउँदो रहेछ यताबाट त्यो 7-8 मिनट लाग्यो रे है हिँडेर चाहिँ अब बाइकमा त त्यो 3-4 मिनट जस्तो होला नि भनेपछि कहाँ पुगिन्छ र आएपछि बा कस्तो दामी देखिरहेको यतापट्टि लेक यतापट्टि पुरै हिमालय कस्तो दामी देख्छ नि टक आमाकुरी के सो अहिले चाहिँ हामी टक्क ग्रिन लेकमा छौँ है कति बजेछ बज्न चाहिँ यतापट्टि टक्क लेक छ हरियाली डाँडा काँडा अनि यतापट्टि टक्क हिमाल सही छ दामी अब एकछिन हामी घुम्छौँ यहाँ अनि टक्क जान्छौँ ओहो ल अहिले चाहिँ हामी ग्रिन लेकबाट फर्किँदैछौँ गाइज है अनि आज हामीहरू बास ढुकुर पोखरीमा हुन्छ होला लास्ट भोक लगाइरहेको थियो बिहानदेखि केही खाएको थिएन है खाना पनि खाएको थिएन बिहान आज अनि सिधै यहाँ आएर यहाँ होटल छ भनेर पनि थाहा थिएन खास हामी यहीँ बस्ने भनेर प्लान गरेको थियौँ तर यो सब बुक भइसकेको रहेछ रुमहरू त्यस कारणले चाहिँ हामी ढुकुर पोखरी यहाँबाट नजिक बस्ती भनेको ढुकुर पोखरी छ त्यहाँ गएर बस्ने निर्णय गऱ्यौँ अब अलिकति जङ्गलको बिचबाट जानुपर्ने छ कि यो लेक चाहिँ अँध्यारो भएकोले त्यस्तो भएको है दिउँसो आउँदा त खासै त्यस्तो केही फरक पर्दैन अहिले पुलबाट क्रस गर्नुपर्छ क्या बेलुका चाहिँ कसरी क्रस गर्ने होला यार उता सिधै हो बाटो पनि राति हिँडेपछि यस्तै हो थिएन त अघि यही बाटो त हो नि यही बाटो होइन उयो हो क्या उयो यो हो र बाटो होइन बाटै हराइदिएर यार त्यो अगाडि त हो र नयाँ बाटो जङ्गलको बिचमा अँध्यारो भएपछि यस्तै हो केटा हो यस्तै हो त्यो बाटो होइन यार यो बाटो आएको होइन हामी यो बाटो आएको होइन आऊ त अगाडि यो त होइन यार यो त होइन सोधो आउनु हिँड ऊ पारी छ बाटो अगाडिबाट राइट होला त्यो बाइक आउँदैछ अलि हिँड न मुला फास्ट त्यो बाइक कहाँबाट आइरहेछ हेर त यहाँको बाटो यही हो
यताबाट हो क्या यो बाटो आएको है छैनौँ नि हामी यो बाटो होइन है ओ यो बाटो होइन भने कहाँ त्यही भएर केटा हो नजाने थाहा नभएको बाटोमा राति उदो हिँड्नु हुँदैन क्या तनाव हुन्छ नि यार जङ्गलमा यस्तो राति चिसोमा बेपत्ता भयो भने त मुला यो बाटो हो र ल फाइनली मुला साग म बिचमा हिँड्छु मेरो लाइट पुग्दैन है हिँड त हिँड झन्डै हराएको मुला चाप्तो गइसक्यो त्यो साइको भइरह्यो एकछिन त कहाँ बिचमा रोकिरह्यो यार भाइले फाइनली केटा हो रोड भेट्यो नभए त बिचमा घुनिरहेछ यार सो अहिले अब चाहिँ हामी ढुकुर पोखरीसम्म जान्छौँ है अनि त्यहाँ मुला पिकअप लिने ठाउँमा अलिक दाब्ने ठाउँमा रोकिरहेको छ बिचमा यस्तो हातहरू चिसो भइरहेछ कि मेरो यार त्यो अर्को पन्जा नै भिजिरहेको थियो अस्तिदेखि सुकाउनै पाएन त्यतिको त्यहीँ छ क्या झोलाको झोलामै थियो यही अगाडि होला सायद ढुकुर पोखरी भन्ने अस्ति खाना खाएको ठाउँ ट्याक्क बस्ती पनि आइपुग्यो विदेश पनि लास्टै डराउने रहेछ विदेश किन कराएको तर्स्या मजा आयो है मजा आयो साइको भइसक्यो भने मुझे एकछिन त यार